हाम्रो चाहिँ सिङ्गापुरदेखि बाली रातिको फ्लाइट थियो, त्यो हुनाले हामी भ्यू इन्जोय गर्दै बालीतिर लाग्यौँ। यो चाहिँ बालीको ब्युटिफुल भ्यू थियो अनि हामी चाहिँ सबै भ्यूहरू क्याप्चर गर्दै 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 बालीको एयरपोर्ट पुग्यौँ। त्यहाँ चाहिँ हामीलाई पिकअप गर्न हाम्रो ड्राइभरको नाम चाहिँ टुट थियो, जुन चाहिँ 19 वर्षको मात्र रहेछ। ऊ चाहिँ हामीलाई पिकअप गर्न आउँदैछ। यहाँ चाहिँ उसले हामीलाई पिकअप गरिन्छ। So finally getting out of Bali airport, है ना? बालीबाट निस्केको छ and we have been welcomed very nicely. मालाले स्वागत भएको छ हाम्रो चाहिँ बाली एयरपोर्टमा। यहाँबाट इङ्ग्लिस बोल्न सुरु गर्नु पर्यो हैन? Okay, good morning from Bali. अनि ब्रेकफास्ट चाहिँ एकदम दिने रहेछ यता। गुड मर्निङ फ्रम बाली। भर्खर उठेको कति 15-16 घन्टा भयो नसुतेको। सुत्दै भयो अनि यो चाहिँ ब्रेकफास्ट भयो। एकदमै राम्रो ब्रेकफास्ट छ, नयाँ टाइपको आइहाल्यो ब्रेकफास्ट चाहिँ। अनि भ्यू चाहिँ रुफटपमा अलिकति गर्नु छ नेपालभन्दा चाहिँ राम्रो राम्रो छ। अब टेस्ट गरेर हेर्नु मिल्छ। कस्तो छ टेस्ट गर्दाखेरि? डे 1 इन बाली। अब आज हामी वाटरफल, देन बाली स्विङ अनि त्यहाँबाट एटिभी राइड होइन त? हो कि नबेबु? अनि एकदम गर्मी, खासै गर्मी रहेछ। उठ्न ढिला भयो, 10 बजी जाने भनेको 11:30 भयो होइन? सो लेट्स गेट गोइङ। के हुन्छ? यो चाहिँ हाम्रो होल बाली टुरको राइड हुनेछ। यो चाहिँ हाम्रो गाडी होटेलले प्रोभाइड गरेको। यो चाहिँ बाली मार्केट। के हो अनि जाम बालीमा चाहिँ नर्मली जाम धेरै हुन्छ भनेको चाहिँ 11 बजी 11:30 भइरहेछ होइन? बाटो चाहिँ एकदम राम्रो लाग्यो, सिधो राम्रो बाटो। स्मल नाइस ज्वेलरी शप, मनी एक्सचेन्ज त कति हाम्रो यहाँ चाहिँ रोडहरू एकदमै राम्रो कि होइन, सफा। अनि मेन चाहिँ ग्रिनेरी, बाली भनेको ग्रिनेरी रहेछ है। ग्रिनेरी नै हो, सफा। जान लागेको ठ्याक्कै तराई जस्तै फिल भइरहेछ कि यहाँनिर। झापातिर जस्तो लागिरहेछ मलाई, झापा इन्टरीतिर जस्तो पनि भएर भन्दो रहेछ मान्छेहरू। हजुर झापा त डेभलप चाहिँ छ हो योभन्दा धेरै नै। ठ्याक्कै तराईतिर रुखहरू, कोकोनट ट्री। जाबा जान्छ नि बाटो सानो भने राम्रो। एभ्री घरको चाहिँ टेम्पल यहाँ चाहिँ बेबुले ड्रेस हेर्दैछ बाली स्विङको लागि। एन्ड यो ड्रेस चाहिँ कति पर्छ भने 2 लाख रुपियाँ। एन्ड यहाँ छिमेको लागि चाहिँ स्ट्याम्प भन्नुपर्ने रहेछ। तिम्रो स्ट्याम्प कहाँ छ? यहाँ छ मेरो Okay. स्ट्याम्प So we are verified now. फर बाली स्विङ। Yeah. मैले चाहिँ यो ड्रेस ट्राई गर्दैछु। अब म चेक गर्न जान्छु, यो भएन भने अर्को लाएर आउँछु। Okay. यो चाहिँ फिटिङ रुम हो। Fitting room. This fitting room. Okay. केटाहरूलाई धेरै सजिलो इन केस अफ ड्रेसेस है। अब केटीहरूलाई सेलुरा लाउनु पर्यो उड्नेवाला पिङमा। हामीलाई चाहिँ आनन्द छ, सजिलो। अनि अमाउन्ट सुनालसम्म तर्सिन्छ 2 लाख रुपियाँ। लगभग लाखभन्दा कम त खासै छैन हौ एक्टिभिटीहरू गर्ने, तर रुपियाँले गर्दा चाहिँ फरक पर्न आउँछ। जस्तै हाम्रो 1 रुपियाँ चाहिँ यहाँ चाहिँ 116 रुपियाँ .85 हो, समथिङ कति जस्तो पर्न आउँदो रहेछ। सो रिच फिल चाहिँ हुँदो रहेछ। आमा
उता ब्याङ्कमा लाख नभए पनि यहाँ आएपछि त माई गड लाख लाख रुपियाँ खर्च गरेर कस्तो देखिँदो रहेछ अब लेट्स सी अन अदर साइड स्विङमा यो चाहिँ यो ड्रेसमा फोटो खिच्नको लागि पैसा दिँदैछु होइन यो ड्रेसको 2 लाख 2 लाख रुपियाँ पर इच है फोटोको 4 लाख रुपियाँ दिँदैछ नदिनु होला हामी चाहिँ अहिले बाली स्विङ गर्न जान्लाएको अनि रेडी होइन त यस अस्ति भिड चाहिँ छैन खाली नै छ So let's get going है त ना 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 खाली छ So Bali swing first day in Bali, first activity in Bali हैन त मजाले बाली swing गर्ने हो मसँग छ ल तसँग छ यहाँ डर लाग्छ यार विदेशमा फोन होला नि के गर्ने अनि यस्तो छ हाम्रो भ्यू पोइन्ट चाहिँ बाली स्विङ चाहिँ टन्नै छ अरे होइन बाली स्विङ टन्नै छ है बालीमा यो ओरिजिनल हो कि होइन ओरिजिनल हो भनेछ भन्दा चाहिँ अब हेरौँ अन्त आज त्यति भिड चाहिँ छैन रहेछ सबसे बेस्ट लगभग स्विङ सुरु भइसकेको छ ए झर्छ कि क्या हो त्यहाँबाट Hey, sit. Yeah. I have my passport here too. You don't need any problem? Yeah. I have my passport here. Yeah, it's okay. Okay. बेबु चाहिँ रेडी हुँदैछ एन्ड द्याट इज फ्लेयर मेन कुरा चाहिँ माथि हेर माथि ब्रदर ओके उता हेर उता 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 हात खोला हात खोला यस ओपन हैंड हो डर त लाग्छ हो यहाँ तल पो छ तल खोला छ Time to sing. Whoa! Sing बेबीलाई हल्लाउन सक्नु भएन जस्तो छ बिकज बेबी झुलिरहेछ बेबीलाई हल्लाउन सकेन Yay! Sorry. Put back here, open hand, one to open. Done. Done? How fast? Stay, like that, stay. Every time, भैया भाभी दुकान लो चुमा ले लो इन्ट्रेस्टिङ फ्याक्ट शाहरुख खान चाहिँ एकदम मन पर्दो रहेछ
favorite salad from Chile. We going to our favorite of winning. अच्छा हो गुड लस्ट न बेबीको लङ्गेस्ट स्विङ चाहिँ सक्यो इट्स माई टर्न मेरो बाली Are you enjoying? No pause for me. What do we do? Open your hand. Yes, good baby. उता ज्यादा ओपन गर्दै जाऊ यस ओके बाली स्विङ सक्यो हाम्रो अहिले त्यसको कस्तो लाग्यो यत्रो ठुलो लुगा दिएछ मलाई लुगा दिएको होइन लिएको सबसे ठुलो लुगा मलाई एकदम बेस्ट एक्सपिरियन्स हो माई गुडनेस सबसे राम्रो चाहिँ हामीलाई वेदर लाग्यो है एकदम साथ दिएको धेरै घाम पनि नै अनि धेरै पानी पलास्तो गरेर पनि छैन एकदम पर्फेक्ट गर्मीको लागि त्यति गर्मी भएन है अहिले त एकदम गर्मी भइसकेको थियो अहिले छैन अब हामी जाँदैछौँ तिनजनाले उडाएको हामीलाई तिनजनाले ओ माई गॉड कस्तो स्केरी ठुलो वाम त है माथि नै ठिक छ राम्रो भयो रमाइलो बेस्ट एक्सपिरियन्स अब हामी जान्छौँ एटिभी राइड हो अब नेक्स्ट एटिभी राइड ओके बेस्ट एक्सपिरियन्स गाइज ल उता भेटौँ ल हाम्रो फोटो आइरहेछ है अघि खिचेको आइसक्यो फोटो कलेक्ट गर्न गएको हाम्रो फोटो आइरहेको छ स्क्रिनमा एउटा मजाले छानेर चुज गर्नुपर्छ होइन त फोटोमा पाँचवटा फोटो आउँछ म पनि आउँदैछु होला एकैछिन है म पनि आउँदैछु राख्नु भएछ सर्ट उडेको मैले त्यही भएर सर्ट लगाउनु भनेको राम्रो मान्छे ल राम्रो आएछ ल अलि यता हेरेको चाहियो कति राम्रो जिउ हो यो हल्लाउनै नसकेको बेबुलाई फर्कियो पलट यो राम्रो छ पलट अरे जल्दी पलट यस्तो डेन्जर तर खास त्यो लास्टको मजा चाहिँ मजा है यहाँबाट नाम दिँदैछु